नमस्ते दर्शन सेवारो जोले सबैजना साथीहरूलाई गुड मर्निङ पनि र आज म के गर्न गइरहेको छु थाहा छ हजुरहरूलाई यो पानी देखेर राख्नु भएको छ नि भल उम्लेर किन थाहा छ आज म अस्ति नै मैले गाउँको मैदाको चाउमिन बनाएर देखाएको थिएँ नि होइन अहिले म के को देखाउँदैछु थाहा छ हजुरलाई मैदाको ल्यानुहोस् यसमा मैदाको पिठो भरेको छु मुछेर हेर्नु है अब यसबाट निस्किन्छ होइन अनि त्यसपछि यहाँनिर बल उम्लेको पानीमा राख्छु म ल अनि त्यसपछि हजुरहरूलाई देखाउँछु कस्तो हुन्छ के हुन्छ भनेर होइन ल हेर्नु चाउमिनको लागि रेडी छ होइन सब्जीहरू देख्न सक्नुहुन्छ सब्जीहरू के छ होइन अब भिडियोमै देख्नु भएको छ भनिराख्न त नपर्ला त्यही पनि होइन हेर्नुहोस् गाजर छ लौरीसिमी छ प्याज छ अनि लसुन छ अदुवा छ अनि फेरि के भन्छ क्याप्सिकम छ होइन अनि हरियो खुर्सानी पनि छ अनि यतातिर देख्नुभएको छ यसमा मैदाको पिठो मैले भरेर राखेको छु अनि कस्तो हुन्छ भने मैदाको हामीले खान्छौँ नि जुन चाउमिन त्यो पनि मैदाकै हो हुन त तर आफूले घरमा बनाएको होइन नि होइन घरमा बनाएको होइन त्यही भएर आफूले घरमा बनाएको मैदा बाहिरबाट ल्याएको हो होइन त्यही भएर अनि त्यो बाहिरबाट मिसिनले पेलेको मिसिनले बनाएको मैदाहरूमा के मिसाइएको हुन्छ हामीले त देखेको हुन्छ होइन यसरी बनाउँदा चाहिँ अर्ग्यानिक स्टाइलले भन्नुपर्छ अर्ग्यानिक स्टाइलले बनाएको चाउमिन ल हेर्नुहोस् है हेर्दै जानुहोस् है कस्तो कस्तो बन्छ ल अस्ति नै मैले हजुरलाई गाउँको पिठाको चाउमिन बनाएर देखाएको थिएँ भने आज चाहिँ मैदाको पिठाको ल हजुरहरूले देख्न सक्नुहुन्छ होइन यहाँनिर बल उम्लेको पानी छ अब यसमा मैले यसरी निकाल्छु है ल चाउमिन हेर्नुहोस् यसरी निकाल्छु मैले साह्रो बनाउनुपर्छ नि त होइन भने फेरि गिलो भयो भने त राम्रो हुन्न कि होइन ल हेर्नु त चाउमिनका झोप्पा साह्रो वाउ होइन दामी यसरी काटिदिने होइन अनि छोडिदिने अनि त्यसपछि फेरि अर्को धेरै साह्रो भएको छ किनभने मैले साह्रै बनाएको कि दामी गाउँको पिठाको भन्दा पनि हुन त मैदाको पिठो अब त्यही त खानालाई त टेस्ट के मैदाकै पिठो हुन्छ नि त मिठो त हेर त मलाई कति दुःख भएको छ यहाँ यो निकाल्नुलाई किनभने साह्रो भएर अलि गाह्रो भएन तर दामी हुन्छ थाहा छ मलाई वाउ देख्न सक्नुहुन्छ होइन देख्न सक्नुहुन्छ ल हेर्नु त अब मैले के गर्छु थाहा छ ल हेर्नु त यतातिर चाउमिन उम्लिरहेको छ नि होइन बल अघि बनाएको चाउमिन अनि यतातिर तेल अब म यसमा लसुन झोल राख्छु लसुन त अदुवा बनाएर अलरेडी रेडी गर्छु कि अनि प्याज ग्यास सानो गराएको छु
राख्दै जान्छ, म राख्दै जान्छु होइन। आधा आधा पकाउनुपर्छ नि त सबै चिजहरू। मलाई चाहिँ सब्जीहरू धेरै आइटमको सब्जीहरू मनपर्छ मलाई चाहिँ होइन। जति पनि सब्जीहरू छ राखेर खानु मनपर्छ मलाई चाहिँ होइन। चाउमिन होस्, नुडल्स होस्, जे पनि होइन। यस्तो चाउमिन नुडल्समा है मलाई धेरै सब्जीहरू राखेको होइन। सागपात म त जे पनि मिसाइदिन्छु क्या, जे पनि मिसाइदिन्छु, आलु बाहेक होइन। जे पनि आन्जी ल आधा आधा पाएको छ नि, अब म यसलाई बन्द गरिदिन्छु होइन। अनि त्यसपछि यहाँनिर अब चाउमिन छान्छु होइन। मेरो अर्ग्यानिक चाउमिन चाहिँ रेडी छ ल। ल हेर्नु मेरो नुडल्स पनि के अरे चाउमिन पनि छानेर रेडी गरेको छु। हेर्दाखेरि कोरियन नुडल्स हुन्छ नि यत्रो मोटो मोटो त्यस्तै देखेको छ होइन। किनभने साँचोको त्यो पत्ता हुन्छ नि अलि मोटो छ कि होइन। र पनि यम्मी देखेको छ है। म बनाएर रेडी गर्छु ल। सुरु हुँदैछ अर्ग्यानिक स्टाइलको चाउमिन। अर्ग्यानिक स्टाइल त केही पनि छैन, नर्मलै चाउमिन होइन। त्यति मात्रै हो, मैले घरमै बनाएको गर्दैछु होइन। चाउमिन साथीहरूले बजारदेखि किनेर खानुहुन्छ, म पनि किनेर खान्छु। तर यदि झन्झट नगर्ने भने, किनभने सामान हामीसँगै हुन्छ नि त घरमा होइन, हामीसँगै हुन्छ। अहिले कति रुपियाँ प्लेट छ? 80। हाम्रोतिर 60 थियो है पहिला। ल यो चाहिँ 50 राखेँ मैले होइन। अनि यो चाहिँ सोया सस होइन, सोया सस राखेँ मैले होइन। मैले आधी मात्रै राख्दिनँ होइन। ल यति नै हो मैले राख्ने भनेको, यति नै हो मैले राख्ने भनेको। यो चाहिँ नुन होइन, मैले आधी मात्रै राख्दिनँ है साथीहरू। तपाईँलाई त थाहै छ चाइनिज फुडमा बेसार सेसार केही जाँदैन भनेर होइन। ल अब यो चाहिँ मैले बनाएको घरमै बनाएको चाउमिन होइन। अब यो साउन्ड देखाएको पनि छैन। मनपर्ने साथीहरूले आदिमा राख्न सक्नुहुन्छ। रेड चिल्ली राख्न सक्नुहुन्छ, तर मैले यहाँ हरियो खुर्सानी राखिसकेको छु। त्यसो गर्दाखेरि मैले चाहिँ राखिनँ, रातो खुर्सानी पनि राखिनँ, बेसार पनि राखिनँ होइन। मलाई चाहिँ यो चाउमिनमा बेसारको बाख्रा चाहिँ मन पर्दैन। गरेर बनाउँछ नि होइन के। ल मेरो रेडी भएको छ है चाउमिन, देख्न सक्नुहुन्छ मेरो चाउमिन। आठौँ मामा बोलेको देख्न सक्नुहुन्छ मेरो चाउमिन, देखेको सक्दिनँ, देख्न सक्नुहुन्छ होइन, देख्न सक्नुहुन्छ। म चाहिँ हजुरहरूलाई प्लेटमा सर्भ गरेर देखाउँछु ल। देख्दाखेरि त सादा सादा छ हो, तर खाँदाखेरि अति चाहिँ आउँदैन। चेक गरेर बताउँछु नि म ल हजुरहरूलाई ल।
हेर्न सक्नुहुन्छ मेरो रेडी भइसकेको छ। सोल्ट सबै होइन, सोया सस कचप सबै रेडी छ होइन, सबै यम्मी छ। मैले चेक गरेँ, मिठो भएको छ। हेर्न सक्नुहुन्छ। म प्लेटमा सर्भ गरेर हजुरलाई देखाउँछु ल लास्टमा। हेर्नु त मेरो चाउमिन रेडी छ होइन खानको लागि। निकै मिठो छ, मैले चेक गरेको होइन, मिठो भएको छ। मैले आजिना पनि राखिनँ, सोया सस र कचप मात्रै राखेको, मैले बेसार पनि राखिनँ, केही मरमसला केही राखिनँ। अनि यसमा बाहिरको मसलाहरू पनि केही राखेको छैन होइन। मैले बस सोया सस र कचप मात्रै राखेको छु, अनि सोल्ट, यति मात्रै हो साथी हो। यसमा नुडल्सको मसला छैन, केही मसला छैन। भने नि मैले बाहिरको केही मसला छैन, बस हजुरहरूकै सामानले मैले बनाएँ होइन। ल हेर्न सक्नुहुन्छ। र निकै यम्मी देखेको छ होइन, खाना पनि निकै टेस्टी देखेको छ होइन। खाना पनि निकै मिठो छ, मैले चेक गरेँ होइन। र हजुरहरूले पनि यदि आफ्नो बच्चाहरूलाई यस्तै हेल्दी फुडहरू बनाएर, हुन त मैदा त्यति हेल्दी त होइन कि, तर भए पनि केही मात्रामा होइन, मरमसलाहरू हुन्छ नि त बाहिरको खानाहरू होइन, अलिकति जोगाएर राख्न सक्नुहुन्छ भने बनाएर खानु होला। र अस्ति नै मैले गाउँको गाउँको चाउमिन पनि बनाएर देखाएको थिएँ, र कतिजना साथीहरूले बनाएर खानुभयो त गाउँको चाउमिन, गाउँको पिठाको चाउमिन। यो चाहिँ मैदाको पिठाको चाउमिन है। र अब यस्तै छ साथीहरू भिडियो भनेको होइन, खासै अब त्यही त हो। यस्तै छ, माइन्ड नगरिकन हेरिदिनु होला। र यति दिनसम्म हेरेर साथ सपोर्ट दिनुभएको सबै साथीहरूलाई मेरो तर्फबाट धेरै धेरै धन्यवाद दिँदै, आगामी दिनहरूमा पनि फेरि यस्तै भिडियोहरू ल्याउँछु भन्ने बाचा गर्दै अहिलेलाई भने छुट्न चाहन्छु। हस्त नमस्ते, धन्यवाद। मेरो प्यारा भाइटी फ्यामिलीहरूलाई धेरै धेरै शुभकामना र धेरै धेरै मेरो तर्फबाट ठुलालाई सम्मान र सानोलाई मेरो तर्फबाट धेरै आशीर्वाद। यति भन्दै अहिलेलाई भने बिदा हुन चाहन्छु। हस्त नमस्ते, धन्यवाद।